हेलो साथीहरु, नमस्कार। यहाँहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज मैले नेपाली कल्चरल ड्रेसहरुमा प्रयोग हुने लगाइने भिर्ने सुर्के थैलीको भिडियो लिएर आएको छु। कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला र मन पर्यो भने भिडियोलाई लाइक, कमेन्ट, शेयर गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। मैले यो सुर्के थैली बनाउनको लागि यो कुचिङ कपडा लिएको छु। तपाईहरुले जुन प्रयोग गर्दा पनि हुन्छ, लिँदा पनि हुन्छ र यसको भित्रीको लागि चाहिँ पब्लिन लिएको छु र यसमा डोरी बनाउनको लागि यस्तो खालको धागो लिएको छु। लागौ है त अब भिडियोतर्फ। मैले यहाँ कपडा लिए, तपाईहरुले चाहिँ जुन कपडा लिन पनि सक्नुहुन्छ। मैले चाहिँ कुचिङ लिएको छु। यो चाहिँ 5 बाइ 5 इन्च लम्बाई अनि 5 इन्च चौडाई गर्छु। तपाईहरुलाई चाहिँ मन पर्दैन भने 5 लम्बाई चाहिँ 5 इन्च, चौडाई 6 इन्च अथवा लम्बाई चाहिँ 4 इन्च, चौडाई चाहिँ 6 इन्च, साइज अनुसार कत्रो साइज मन पर्छ त्यो अनुसार लिन सक्नुहुन्छ। मैले चाहिँ यहाँ 5 बाइ 5 लिएको छु र यो 5 बाइ 5 लिएपछि यसलाई चाहिँ मैले कटिङ गर्छु। अब यो कटिङ गरिसकेपछि यसलाई चाहिँ कर्भ बनाउनु पर्छ है, गोलो बनाउनको लागि मैले यसलाई डबल फोल्ड गरे। यो ओपन साइड तिरबाट 1 इन्च, यो कर्नरबाट चाहिँ 1 इन्च भित्र अनि त्यसपछि गएर माथि पनि 1 इन्च भित्र। किन भन्दाखेरि त्यो तलको त्यो कर्भ गरेको गोलो र माथि चाहिँ सिधा हुन्छ, त्यही भएर माथि चाहिँ अलिकति सानो गर्यो भने चाहिँ राम्रो देख्छ, डिजाइनिङ जस्तो देख्छ, राम्रो देख्छ भनेर मैले त्यस्तो बनाएको छु र यसलाई मैले कर्भ गरेपछि अब यसलाई चाहिँ जोड्छु। मैले यसरी स्केलको इन्ची टेपको सहायताले तपाईहरुले चाहिँ स्केलले पनि जोड्न सक्नुहुन्छ है त। अब यसलाई मैले कटिङ गर्दिन्छु। सर कटिङ गर्छु र मैले यो कटिङ गरेर लिइसकेको छु। अब यसको चाहिँ हामीले अब भित्री काट्नु पर्छ। यसलाई चाहिँ भित्री चाहिन्छ। अब यसको भित्री चाहिँ मैले पब्लिन लिएको छु। लोन तपाईहरुले चाहिँ लोन, सिल्क, साटन, क्रेप जे लिँदा पनि हुन्छ, जे राख्दा पनि हुन्छ। मैले चाहिँ पब्लिन लिएको छु। अब मैले यसकै शेप अनुसार ट्याक्क राख्छु यसलाई अनि यसको शेप अनुसार काट्छु। फेरि यसलाई मैले कटिङ गर्छु शेप अनुसार। तपाईहरुले पनि यसरी नै राखेर गर्नु होला। दुईटा यसको यो बाहिरको दुईटा छ, भित्री पनि 2 पिसै चाहिन्छ है त। 2 पिसै लिनु होला। यसरी 2 पिस लिने। तर यसलाई चाहिँ सिलाउने बेलामा हामीले छुट्टै गरेर राखेर सिलाउनु पर्छ है त। मैले 2 पिस लिए, दुईटा बाहिरको दुईटा, भित्री दुईटा है त। यसरी लिएको छु। तपाईहरुले पनि यसरी नै लिनु होला। अब यसपछि अब यो कम्प्लिट भइसकेपछि अब चाहिँ मैले यसलाई फुर्का बनाउनको लागि, यो पनि पब्लिन नै हो, तपाईहरुले चाहिँ अरु लेसहरु पनि राख्न सक्नुहुन्छ, सिल्कहरु अनि साटनहरु जे राख्दा पनि हुन्छ है त। मैले यो 1.5 इन्चको टुक्रा बनाउँछु। पहिले म नाप्दै छु। यो 1.5 इन्च लिएको छु र यसलाई सिधा धर्का तान्दिने। स्केलले तान्दा पनि हुन्छ, जेले सजिलो हुन्छ त्यसरी। मैले चाहिँ इन्ची टेपले तान्दिएको छु। अब यसलाई मैले कटिङ गर्दिन्छु। कटिङ गर्छु र 1.5 इन्चकै फेरि मैले टुक्रा बनाइदिन्छु। अब मैले यहाँ 1.5 इन्चको चिन्नल राख्छु। चकले मैले चिन्नल बनाउँछु 1.5 इन्चको। अनि मैले यसलाई फेरि टुक्रा बनाइदिन्छु 1.5 इन्च
यहाँ मैले नापिराखेको छु। यस्तै गरेर नाप्दा हुन्छ। अब यसलाई चाहिँ मैले कटिङ गरिदिन्छु। 1.5 इन्च तपाईहरुलाई चाहिँ कस्तो सजिलो लाग्छ, कत्रो मन पर्छ, ठुलो मन पर्छ, सानो मन पर्छ। नर्मल साइज भनेको चाहिँ 1.5 इन्चकै ठीक हुन्छ। कहिलेलाई चाहिँ अझै सानो बनाऊँ भने 1 इन्चको पनि हुन्छ है त। 1 इन्चको पनि हुन्छ, 2 इन्चको हुन्छ। 2 इन्च भन्दा चाहिँ ठुलो हुन्छ है। त्यहाँ 2 इन्च भन्दा माथि गयो भने चाहिँ ठुलो हुन्छ, राम्रो देखिदैन। अब चाहिँ सुर्के थैलीमा फुर्का मैले त्यो पट्टाको पनि देखाएको छु है। एल्टामसँग हेर्नु होला कसरी पट्टाउने भन्दा। मैले त्यसरी हातमा लिएको छु अनि यसरी पट्याउने। त्यहाँ अब सर राख्ने। तपाईं चाहिँ सक्नुहुन्छ भने पिन नराखिकन सर सिलाउँदा पनि हुन्छ। तर आफूले सकिदैन जस्तो लाग्छ भने सर पहिला चाहिँ त्यो फुर्का बनाउँदै राख्ने अनि फ्याब्रिक पिनले त्यसलाई जोड दिने राखिदिने। फ्याब्रिक पिनले अड्काउने त्यसलाई फुर्का बनाउँदै अनि त्यसलाई सर सिलाउने। मैले चाहिँ थोरै तपाईलाई चाहिँ डेमो देखाइदिएको छु यसरी राख्ने भनेर। मैले चाहिँ यसरी राखेको छु र अब सिलाउने। अब यसलाई सर सिलाउने त्यो बनाउँदै सिलाउने। अब सर र वरिपरि राख्नुपर्छ त्यसको। त यो मैले चाहिँ रेड कलर राखेको छु। व्हाइट कलर, ब्ल्याकमा, ब्लूमा, ग्रीनमा, येल्लोमा, ओरेन्ज जुन कलर राख्दा पनि हुन्छ। यही कलर राख्नुपर्छ भन्ने चाहिँ हुँदैन। व्हाइट राख्दा पनि हुन्छ, ब्लूहरू राख्दा पनि हुन्छ, ब्ल्याक राख्दा पनि हुन्छ, ग्रीन राख्दा पनि हुन्छ। तपाईहरुलाई चाहिँ कुन कलर तपाईको फेभरेट हो त्यही कलर राख्नुस् है त, राखेर बनाउनुस् है त। यसरी राखे मैले। अब अर्को पाटा मैले माथिबाट राखिदिन्छु। यसरी माथिबाट राखेपछि यसलाई पनि फेरि हाफ इन्चको छोडेर सर सिलाइदिने। यसलाई पनि हाफ इन्च छोडेर सर सिलाउने। माथि मैले लक गरिदिन्छु। लक चाहिँ नफुस्कियोस् भन्नको लागि, नउद्रियोस् भनेर लक गर्नुपर्छ। मैले लक गरेर सर सिलाएँ र दुईतिरै मैले लक गरेको छु। र अब यसलाई फर्काउने, सुल्टो बनाउने। सुल्टो बनाएर त्यो फुर्काहरू मिलाएर तान्दिने। यसमा तपाईहरुले चाहिँ व्हाइट कलर राख्ने, ब्ल्याक राख्ने, येल्लो राख्ने, ग्रीन राख्ने, ओरेन्ज राख्ने, जुन कलर राख्दा पनि एकदम बेस्ट हुन्छ। यो हेर्न सक्नुहुन्छ कस्तो क्यूट देखेछ। अब यो भित्रीलाई पनि सिलाइदिने। भित्री पनि सेम तरिकाबाट सिलाउने। यसमा चाहिँ फुर्का राख्नु पर्दैन, चाहिँ सर छेउछेउ मात्रै त्यो हाफ इन्चमा सिलाइदिने हो। यसलाई मैले सर सिलाइसकेँ र एक पटक चाहिँ खासै फरक पर्दैन, तर एक पटक चाहिँ साइज मिल्छ कि मिल्दैन नाप्दा हुन्छ। त्यसलाई चाहिँ भित्र राख्दा चाहिँ साइज मिल्छ है त। अब मैले त्यसलाई भित्र, त्यो चाहिँ हामीले सुल्टो नपारिकन त्यही उल्टोसँगै राख्नुपर्छ भित्र। त्यो राख्यो भने भित्र चाहिँ सिलाइ भाग लुक्छ। यसमा हामीले विशेष गरी चाहिँ कल्चरल ड्रेसहरुमा गुरुङ, मगर हैन, अनि राई, लिम्बूहरुले, अनि त्यसपछि गएर कोहीहरु चाहिँ नेवारहरुले पनि देख्छु मैले। अनि बुढी आमाहरुले पैसा राख्नको लागि, कोइनहरु, पैसाहरु, सिक्काहरु राख्नको लागि चाहिँ उहाँले पनि भिर्नुहुन्छ। यो मैले नापेछु कतिमा रेडी भयो भनेर। 4 इन्चमा रेडी भछ मेरो।
अब यसलाई फोल्ड गर्ने, फोल्ड गरेर माथिको भाग जुन चाहिँ खुल्ला छ त्यो खुल्ला भागबाट फोल्ड गर्ने, बाहिरको चाहिँ भित्रपट्टि, भित्रको चाहिँ बाहिरपट्टि पारेर फोल्ड गर्ने। त्यहाँ मैले भिडियोमा देखाए जस्तै गरेर फोल्ड गर्ने, फोल्ड गरेर त्यसको माथिबाट टप स्टिच सिलाइदिने, सरर सिलाउने। तपाईहरुले चाहिँ त्यो फोल्ड गर्ने बेलामा पिनले च्यापेर पनि गर्न सक्नुहुन्छ। अप्ठ्यारो हुन्छ भने, असहज हुन्छ भने, अब सक्नेहरूले त नच्यापिकन गर्दा पनि भयो, सक्नु हुँदैन भने पिनले च्यापेर सरर सिलाउँदा पनि हुन्छ। मैले चाहिँ यहाँ नच्यापिकन सरर सिलाउँछु। यसरी तपाईले पनि यसरी नै सिलाउनु होला। यसरी सिलायो भने भित्रको भाग, सिलाको भागहरु चाहिँ देखिँदै उसले लुक्छ। माथि टप स्टिच दिने, सरर सिलाउनेलाई तपाईले पनि यसरी नै सिलाउनु होला। यो चाहिँ ठ्याक्क मिल्न जान्छ है त। अलिकति ठुलो जस्तो लाग्यो भने तपाईहरुले चाहिँ पहिले अलिकति साइज सानो भित्रीको चाहिँ अलिकति सानो साइज गरेर गर्नु होला। र मैले सिलाइसके। कस्तो क्यूट देखेछ, कलर कम्बिनेसन पनि राम्रो देखेछ। स्काई ब्लूमा रेड कलर राखेको फुर्का। अब हामीले यो रेडी भयो। अब यसमा हामीले डोरी राख्नु पर्छ है त। रेडी भछ, रेडी भयो। अन्त यसमा चाहिँ डोरीको लागि मैले कटनको धागो लिएको छु। त्यसको एक साइडबाट यो चाहिँ हामीले सरी घुमाउनु पर्छ है त। यो सिलाउने बेलामा दुवै साइडबाट, दुवैतिरबाट चाहिँ हामीले धागो घुमाउनु पर्छ। मैले एक साइडमा चाहिँ घुमाइसके र अर्को साइडतिरबाट पनि त्यो भिडियोमा देखाए जस्तै गरेर घुमाएर अनि तब घुमाउनु होला। अर्को मैले घुमाइसके र यो यस्तो भछ, हेर्नु होला। ठ्याक्क मोजा पर्छ। अनि यो माथिबाट अब यसमा हामीले फुर्का राख्नु पर्छ। फेरि यो फुर्काको लागि तपाईहरुले चाहिँ जुन फुर्का बनाउनु भएको छ त्यो रेड कलरको, त्यसको लिँदा पनि हुन्छ। मैले चाहिँ त्यो मेन फेब्रिक कुचिङकै फुर्का लिएको छु। फुर्काको डिजाइन बनाएर मैले काटिसकेर लिएको छु। अब यसमा यो नफुस्कियोस् भन्नको लागि, नफुस्कियोस् भनेर मैले चाहिँ त्यहाँ गाँठो बनाइदिएको छु। किन भन्दा यो सानो मसिनो धागो छ नि त। मसिनो धागो त सिलाउँदा पनि फेरि यो फुर्कालाई चाहिँ सुल्टो बनाउँदा चाहिँ फुस्किन सक्छ। नफुस्कियोस्, बलियो होस् भन्नको लागि मैले चाहिँ गाँठो बनाइदिएको हुँ। तपाईहरुले पनि यसरी नै गाँठो बनाउनु होला र यसलाई सरर सिलाइदिनु होला। माथि चाहिँ लक गर्ने अनि सरर सिलाउने। अनि तल चाहिँ अन्तिममा पनि लक गरिदियो भने धागोहरु फुस्किन पाउँदैन, फुर्का फुस्किदैन। अनि त्यो दुईटै राखेर बराबर धागो बनाएर, धागोको डोरीलाई बराबर बनाएर राखिदिनु होला। र आर्कोमा पनि गाँठो त्यसै गरी गाँठो बनाइदिनु होला र सिलाइदिनु होला। मैले यहाँ सिलाएको छु। यो भिडियोमा जस्तै सिलाउनु होला। र यो मैले दुईटै सिलाइसकेको छु र अब यसलाई फर्काउनु होला बिस्तारै। अब चाहिँ यो यस्तो भयो। तपाईहरु पनि यसरी नै फर्काउनु होला। मैले फर्काएको छु। यसमा हामीले विशेष गरी ड्रेसहरुमा यो लगाइन्छ। यसमा हामीले पैसाहरु, कोइनहरु राख्न एकदम युजफुल हुन्छ। यस्तो सोको लागि पनि राम्रो हुन्छ। डेकोरेसन यस्तो राख्नलाई
डेकोरेसन गरेर राख्नलाई पनि राम्रो देखिन्छ। र यसमा मैले फेरि झुन्डाउनको लागि अर्को डोरी पनि राखिदिन्छु है त। राख्दा पनि हुन्छ, यो चाहिँ अप्सनल हो, राख्दा पनि हुन्छ, त्यही डोरीमै झुन्डाउँदा पनि हुन्छ, तर मैले चाहिँ अर्को डोरी राखेको छु। मैले फेरि अर्को डोरी लिएको छु र त्यही साइडमा एक साइडमा फेरि हामीले नर्मली सिलाउने जस्तै गरेर त्यसलाई सिलाएर लिएको छु है त। त्यसरी नै लिनु होला तपाईहरुले पनि। यसरी लिने यो डोरीहरु त्यही पब्लिनकै त्यो रेड कलरकै सानो मसिनो सिलाएर राख्दा पनि हुन्छ, तर मैले यो सिलाउने धागो लिएर बनाएको छु र यो चाहिँ आफ्नो त्यो मेन फेब्रिक जुन हामीले यो थैली बनाएको छ त्यसको मेन फेब्रिकै सानो मसिनो डोरी बनाउँदा पनि हुन्छ, मसिनो गरेर नभए चाहिँ यस्तै धागोहरु राख्दा पनि हुन्छ। यो चाहिँ अप्सनल हो, जुन राख्दा पनि हुन्छ। यसमा पनि मैले त्यही कपडाकै फुल बनाएको छु, कपडाकै त्यो फुर्का बनाउने शेपमा काटेको छु र यसलाई पनि त्यही पहिलाको जस्तै गाँठो बनाइदिन्छु र सर्र सिलाइदिन्छु। यसलाई पनि सेम अगाडिको जस्तै गरेर सिलाउने हो, खासै त्यस्तो गाह्रो छैन। तपाईहरुले पनि म एकदम सजिलो गरेर मैले सिकाएको छु, तपाईहरुले पनि बनाउन सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेर्नुस्, नबुझेर फेरि दोहोऱ्याएर हेर्नुस्, बुझिन्छ। सजिलै छ, सजिलोसँग सिकाएको जस्तो लाग्छ। सजिलोसँग सिकाएको छु, तपाईहरुले बनाउन सक्नुहुन्छ। ल हाम्रो सुर्के थैली तयार भयो। सुर्के थैली तयार भयो। भिडियो हेर्नुभयो त्यसको लागि तपाईलाई चाहिँ धेरै धेरै धन्यवाद। नमस्कार।